यहाँ सबैलाई नमोनामा भोलि 2082 साल पौष महिनाको 19 गते पौष शुक्ल पूर्णिमा पवित्र स्वस्तानी व्रत कथाको प्रारम्भ हुने दिन। यो केवल व्रत मात्रै होइन, यो हो भगवान शिव अनि पार्वतीको प्रत्यक्ष कृपा प्राप्त गर्ने अत्याधिक दुर्लभ समय। आजको भिडियोमा म यहाँहरु समक्ष स्वस्तानी व्रतको आध्यात्मिक अर्थ र यो स्वस्तानी व्रतको समयमा तपाईहरु सबै राशिलाई अत्याधिक शुभ फल प्राप्त हुनेछ। हरेकलाई भगवान शिव पार्वतीको कृपा प्राप्त हुन्छ। त्यसमा पनि सबैभन्दा सहज र सरल तरिकाले कृपा प्राप्त गर्ने, आशीर्वाद प्राप्त गर्ने यी 7 राशिको विषयमा विशेष चर्चा गर्न गइरहेको छु। स्वस्तानी व्रतको शक्ति, स्वस्तानी व्रतको प्रभावले तपाईको लागि संयमता अपनाउनको निमित्त, श्रद्धा भक्ति सत्यको मार्गमा हिँड्नको निमित्त र तपाईको आत्मशुद्धिको लागि यो व्रत अत्यन्तै पवित्र व्रत हो। र यो व्रतको समयमा स्वस्तानीमा शिव पार्वतीको पूजा, स्वस्तानी व्रत कथाको श्रवण गर्ने, दान पुण्य गर्ने सबै भक्तजनको निमित्त यो समयमा रोग, कष्ट, मानसिक पीडा घटेर जानेछ। भाग्यको ढोका खुल्नेछ र तपाईका रोकिएका कामहरू बढ्नेछन्। तपाईले चाहेको मनोकामना प्राप्त गर्नको निमित्त यो व्रत अत्यन्तै शक्तिशाली व्रत हो। यसको प्रत्यक्ष कृपा तपाईले अनुभव गर्न सक्नुहुनेछ। जानौ यो समयमा सबैभन्दा भाग्यमानी यी 7 राशिहरू कुन कुन हुन् भन्ने विषयको जानकारी। सबैभन्दा पहिलो 1 नम्बर राशि रहेको छ कर्कट राशि। भगवान शिवजीको चन्द्र सम्बन्धी ऊर्जा यो राशिमा अत्याधिक बलियो भएर जानेछ। मानसिक शान्ति, पारिवारिक सुख, स्वास्थ्यमा सुधार हुनेछ। स्वस्तानी व्रतको प्रभावले, शिव पार्वतीको कृपाले जीवनको दिशा बदल्न सक्छ। यो राशिको लागि विशेष गरेर हरेक क्षेत्रबाट साथ सहयोग सफलता मिल्नेछ। तपाईको घरमा सुख शान्ति समृद्धि भित्रिनेछ। कर्कट राशिको लागि यो स्वस्तानी व्रतको प्रभाव। अर्को भाग्यमानी राशि रहेको छ कन्या राशि। काम र साधनाले फल प्राप्त गर्ने समय रहेको छ। रोकिएका कामहरू, जुन कामहरू अगाडि बढ्न सकिरहेका छैनन् ती कामहरू अगाडि बढ्नेछन्। अध्ययन, अध्यापन क्षेत्र, परीक्षामा तपाईँ, प्रतिस्पर्धामा तपाईँ अब्बल साबित हुनुहुनेछ। सरकारी कामकाजका कामहरू तपाईको सहज तरिकाले सम्पन्न गर्न सक्नुहुनेछ। यी क्षेत्रमा तपाईलाई मिल्नेछ ठूलो सफलता। भगवान शिव पार्वतीको प्रशस्त कृपा प्राप्त हुनेछ, जसले गर्दा तपाईका रोकिएका कामहरू, गर्न नसकेका कामहरू सफलताको ढोका खुल्नेछ। हरेक क्षेत्रबाट लाभै लाभ प्राप्त हुनेछ। घरमा सुख शान्ति समृद्धि धन धान्यको चाहिँ अवसर, भित्रिने अवसर प्राप्त हुनेछ। अर्को भाग्यमानी राशि रहेको छ मकर राशि। भगवान शिवजीको अत्याधिक प्रिय राशि रहेको छ मकर राशि। तपाईको क्यारियर क्षेत्रमा प्रशस्त उन्नति हुनेछ। पद, प्रतिष्ठा, मान सम्मान, इज्जत तपाईको बढेर जानेछ। आर्थिक दायित्व तपाईले पूरा गर्नुपर्ने दायित्वहरू पूरा हुनेछ। यो समयमा, यो महिना तपाईले गरेका हरेक मेहनतहरूको फल प्रत्यक्ष तपाईले अनुभव गर्न, देख्न सक्नुहुनेछ। मकर राशिको लागि भगवान शिवजीको स्वयं कृपा दृष्टि प्राप्त हुनेछ यो समयमा मकर राशिलाई। अर्को भाग्यमानी राशि रहेको छ वृष राशि। भगवान शिवजीको साथै माता पार्वतीको विशेष कृपा रहनेछ यो राशिलाई। वृष राशिलाई शुक्र ग्रहको विशेष कृपा दृष्टि प्राप्त हुनेछ। धन अनि वैभवको क्षेत्रमा अत्याधिक सफलता मिल्नेछ। प्रेम जीवन, वैवाहिक जीवनमा सुख शान्ति प्राप्त हुनेछ। पारिवारिक समन्वय, सद्भाव र सपोर्ट मिल्नेछ। वृष राशिको लागि स्वस्तानी व्रतको प्रभावले तपाईको घरमा सुख शान्ति साथै घरमा लक्ष्मीको वास हुनेछ। धन धान्यको एउटा अवसर प्राप्त हुनेछ। घरमा ठूलो मात्रामा चाहिँ एउटा चाहिँ धन प्राप्तिको एउटा चाहिँ आधार बन्नेछ। यो महिना व्रतको प्रभाव तपाईलाई प्रशस्त पर्नेछ वृष राशिको लागि। अर्को भाग्यमानी राशि रहेको छ मीन राशि। आध्यात्मिक दृष्टिले अत्यन्तै भाग्यमानी राशि हो मीन राशि। ध्यान, साधना, योग
यी क्षेत्रमा तपाईँ अत्यन्तै अब्बल बन्नुहुनेछ। रोग पीडा तपाईँको जीवनमा भएदेखि घटेर जानेछ। तपाईँले चाहेको मनोकामना पुरा गर्न सक्नुहुनेछ। यो समयमा शिव शक्तिको गहिरो प्रभाव तपाईँको राशिमा पर्ने हुँदा भगवान शिवजीको आराधना गर्नुहोस्। तपाईँको घरमा सुख शान्ति समृद्धि साथ सहयोग सपोर्ट प्राप्त हुनेछ प्रशस्त तपाईँलाई। त्यसै गरी अर्को भाग्यमानी राशि रहेको छ तुला राशि, सन्तुलन अनि सौन्दर्यको राशि। यो राशिमा विशेष गरेर माता पार्वतीको कृपा प्राप्त हुनेछ। घरमा तपाईँका विभिन्न सम्बन्धहरू सुधार भएर जानेछन्। वैवाहिक सुख शान्ति समृद्धि प्राप्त हुनेछ। मानसिक तनावहरू भएदेखि त्यो अन्त्य भएर जानेछ। माता पार्वतीको करुणा विशेष कृपाले तपाईँको घरमा सुख शान्ति समृद्धि भित्रिनेछन्। साझेदारीका कुनै कामहरू छन् भने ती कामहरू अगाडि बढेर जानेछन्। त्यसै गरी अर्को भाग्यमानी राशि रहेको छ धनु राशि। सत्य ज्ञान धर्म यी क्षेत्रमा यो राशिको लागि अत्याधिक सफलता मिल्नेछ। भाग्यमा वृद्धि भएर जानेछ। गुरु कृपा प्राप्त हुनेछ। प्रशस्त गुरु कृपा प्राप्त हुनेछ। तपाईँका यात्रा धार्मिक योजना विभिन्न क्षेत्रमा तपाईँलाई धेरै लाभ प्राप्त हुनेछ। स्वस्थानी व्रतको प्रभावले तपाईँको धर्म भाग्य दुवै क्षेत्र चाहिँ बलियो बनाउनेछ। घरमा सुख शान्ति समृद्धि भित्रिनेछ। धन धान्यले भरिपूर्ण हुनेछ। र यो स्वस्थानी व्रतको प्रभाव अझै सबैभन्दा टप 3वटा मस्ट तपाईँको चाहिँ राशि भनेर भन्न पर्दाखेरि कर्कट मकर र वृष रहेका छन्। मानसिक शान्ति पारिवारिक सम्बन्ध सुधार सहयोग साथ सपोर्ट र क्यारियर क्षेत्र प्रतिष्ठा धन प्रेम यी हरेक क्षेत्रमा यी राशिलाई मिल्नेछ ठुलो सफलता। यदि तपाईँ यी राशि मध्ये पर्नुहुन्छ भने यो स्वस्थानी व्रतको एउटा चाहिँ प्रभाव तपाईँलाई धेरै परेछ। सकेसम्म स्वस्थानी व्रत तपाईँले लिनुहोला। यदि नसके पनि तपाईँले यो महिनाभरि भगवान शिव पार्वतीको आराधना गर्नुहोला। एक छाक अन्न ग्रहण गर्नुहोला। एक छाक फलाहार लिनुहोला। हरेक बिहान अनि साँझ भगवान शिवजीलाई सम्झिनुहोला। उनीहरूको आराधना गर्नुहोला। घरमा शिव पार्वतीको नाममा एउटा दियो हरेक दिन जलाउनुहोला। तपाईँले यो समयमा अभक्ष्य चिजहरू तपाईँको चाहिँ तामासी भोजनहरू नगर्नुहोला। अत्याधिक धेरै श्रद्धा र विश्वास पूजाले तपाईँलाई कहीँ न कहीँ लाभ प्राप्त हुनेछ। कहीँ न कहीँ सफलता मिल्नेछ। यदि तपाईँलाई यो विषयमा तपाईँको यो विषयको भिडियोमा कुनै किसिमको चाहिँ कमेन्ट प्रतिक्रिया लेख्न मन लाग्यो भने तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। यस्ता ग्रह र भाग्य सम्बन्धी केही जानकारी तपाईँले चाहनुहुन्छ भने मलाई जुन प्लेटफर्ममा तपाईँले हेर्दै हुनुहुन्छ त्यहीँ लाइक कमेन्ट गर्नुहोस्, फलो गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र तपाईँले प्रत्यक्ष रूपमा मसँग सम्पर्क गर्न सक्नुहुन्छ इनबक्समा मेसेज गरेर। सबैको जय होस्, सबैको भलो होस्। जय स्वस्थानी माता। हर हर महादेव। नारायण श्री हरि।